नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म हजुरहरूलाई लप्सीको अमिलो पिरो मिठो ट्वाक्क परेको खट्टी मिठी अचार लिएर आएको छु। हजुरहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरेर अनि कस्तो लाग्छ भिडियो कमेन्टमा प्रतिक्रिया पनि दिनुहुन्छ होला भन्ने आशा गरेको छु। साथीहरू, मैले चाहिँ यहाँ खट्टी मिठी अचार बनाउनको लागि 1 किलो जति लप्सी लिएको छु। यसलाई चाहिँ मैले राम्रोसँग केलाएर पखाल पुखुल बनाएर रेडी गराउँदैछु। यसलाई पकाउनको लागि चाहिँ रेडी गराउँदैछु। छानछुन पखाल पुखुल गरेर रेडी गराउँदैछु। हेर्नुहोला है त हजुर। लप्सी पखालेर रेडी भइसकेको छ। अब यसलाई चाहिँ मैले एउटा कराईमा राखेर यसलाई 15 मिनट जति उसिन्छु। राम्रोसँग उसिनिसकेर यसलाई चाहिँ छोपी छोपी उसिन्छु। हेर्नुहोला 15 मिनटपछि चाहिँ यो चाहिँ यस्तो भएको छ, राम्रोसँग पाकेको छ अनि यसको बोक्रा चाहिँ सजिलै निस्किने गरी फुटेको छ। राम्रोसँग उसिनिएको लप्सीलाई चाहिँ छानीको मद्दतले मैले निकालेको छु र यसलाई चाहिँ केलाउन स्टार्ट गरेको छु। यसको बाहिरको स्किनलाई चाहिँ सबै केलाएर मैले भित्रको गुदी मात्र निकालेको छु। यो बाहिरको स्किन चाहिँ हामीले घाममा सुकाएर यसको लप्सीको धुलो बनाउन पनि सक्छौँ र अरू आलु केराउहरूको अचारहरूमा चाहिँ अमिलोको रूपमा हामीले यो लप्सीको धुलोलाई प्रयोग गर्न सक्छौँ। मैले यो लप्सीको चाहिँ भित्रको गुदी निकालेर एक ठाउँमा बनाइसकेको छु। अब यसमा चाहिँ एउटा कराई बसालेर तेल राख्नेछु। तेल राखिसकेपछि यसमा चाहिँ हाम्रो घरमा पाइने स्पाइसेसहरू चाहिँ जुन ज्वानो, मेथी, जिरा, कलौँजी, जुन कालो जिरा भन्छ हैन, अनि खुर्सानी चाहिँ मैले अब खार आउँछ भनेर पछाडि नै राख्छु। जुन तरकारीहरू बनाउँदाखेरिमा पनि खुर्सानी पहिला नै फुलाउँदिनँ, किनकि खार आएर आफैलाई नै गाह्रो हुन्छ नि त। त्यही भएको कारणले गर्दाखेरिमा जुन ज्वानो, मेथी, कालो जिरा अनि त्यसपछि जिरा चाहिँ मैले अहिले फर्स्टमा नै राखेको छु। अनि यसमा यति यो कालो भइसकेपछि चाहिँ थोरै बेसार अनि त्यसपछि थोरै जिराको धुलो पनि त्यही तेलमा नै राखेर मैले अनि राम्रोसँग चलाएँ। हेर्नुहोला, मैले खुर्सानी चाहिँ पछाडि राख्छु भनेको छु साथीहरू, किनकि खुर्सानी नराखे त अचार त मिठो हुँदैन होइन। त्यही भएर खुर्सानी चाहिँ मैले पछाडि नै राख्ने गर्छु। जुन तरकारीहरू बनाउँदा पनि अचारहरू बनाउँदा पनि अगाडि नै राख्दाखेरिमा चाहिँ धेरै नै खारहरू आउने भएको कारणले गर्दाखेरिमा म आफैलाई गाह्रो हुन्छ। त्यही भएर मैले डल्ले खुर्सानी, जुन सुकाएर राखेको डल्ले खुर्सानी 4-5 वटा जति चाहिँ राखेँ। यसलाई राम्रोसँग चलाइराख्नुपर्छ, किनभने नचलायो भने यो छिट्टै नै डढिहाल्छ क्या। त्यही भएर यसलाई चाहिँ राम्रोसँग चलाइ त्यहीँ बसेर राम्रोसँग चलाइराख्नुपर्छ, नभए तल छिट्टै नै डढेर लाग्ने हुनसक्छ। चलाइसकेपछि चाहिँ यसमा अब हामीले चिनी राख्नुपर्छ, किनकि हामीले त लप्सीको खट्टी मिठी अचार बनाउनु लाग्यो हो नि त। त्यही भएर मैले चिनी टन्नै राखेँ। अब 1 मुठी जति राखेको छु। यति उति भन्ने छैन होइन, आफ्नो अब कति क्वान्टिटी छ लप्सीको त्यही अनुसारले हामीले राख्ने हो। मैले त्यति राखेँ, तर मलाई अलिक पछि चाहिँ पुग्दैन कि जस्तो पनि लाग्यो कि चिनी पुग्दैन कि भनेर मैले थपेको पनि छु चिनी। त्यसपछि नुन पनि राख्नु पर्दैन होइन, नुन फेरि छुटाउनु होला। मैले पहिल्यै नुन राख्नुपर्ने थियो, छुटाएछु, त्यही भएर पछाडि राख्दैछु नुन चाहिँ। नुन झन् मेन चाहिँ पछाडि राख्नुपर्ने भयो, छुटेको भएको कारणले गर्दाखेरिमा। त्यही भएर नुन राखेँ मैले। अनि नुन राखेर राम्रोसँग चलाउने, सबैमा लागोस्। चिनी पनि मलाई अलिक कम होला जस्तो भएर चिनी पनि थपेको छु।
आफूलाई अनुमान गर्न सकिन्छ नि त। अब चिनी अलिक पुग्दैन कि भन्ने जस्तो लागेर मैले थपेको होइन। चिनी थपेर अब राम्रोसँग चलाइ त्यो पानी चाहिँ नसुकुन्जेलसम्म राम्रोसँग उल्टा बनाएर चलाइराख्नुपर्छ यसलाई होइन। भनेर आँखा झिमिक्क बनाएर यताउता हेर्नु थालेपछि यो डढिहाल्छ। त्यही भएर स्ट्यान्डबाई त्यहाँदेखि चलाइराख्नुपर्छ यो अचारको लागि चाहिँ। अचार चाहिँ यस्तो बनेको छ, हेर्नु होला साथीहरू। रेडी भएको छ, एकदमै मुखबाट पानी नै निस्किरहेको छ है। एकदमै मिठो बनेर तयार भएको छ अचार। चाखिहालौँ है त। सम्हालिनै गाह्रो छ क्या अचार बनेपछि। अचार चाहिँ एकदमै यम्मी, एकदमै मिठो भएको छ। हजुरहरूले पनि आफ्नो घरमा यसरी नै बनाएर खानुहोला।